सो तपाईँहरू सबैजनालाई धेरै धेरै स्वागत छ यो मेरो युट्युब च्यानलमा। सो आजको युट्युब च्यानलमा चाहिँ म तपाईँहरूलाई पर्सनल हाइजिन भन्ने शीर्षकमा छोटो जानकारी दिन गइरहेको छु। सो तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, मैले पर्सनल हाइजिनको बारेमा थोरै यहाँ लेखिदिएको छु। सो तपाईँहरू जुम गरेर पनि हेर्न सक्नुहुन्छ। म एकचोटि सरर पढेर तपाईँहरूलाई बुझाइदिन्छु। सो पर्सनल हाइजिन refers to the practices individuals follow to maintain cleanliness and promote good health. It involves routine habits that prevent illness, reduce the spread of a disease and improve overall well-being. पर्सनल हाइजिन भनेको चाहिँ के हो त? पर्सनल हाइजिन भनेको चाहिँ एउटा व्यक्तिगत सरसफाइ हो जो हामीले डेली लाइफमा युज गर्छौँ। सो इट इन्डिभिजुअल्स फलो टु मेन्टेन क्लिननेस एन्ड प्रमोट गुड हेल्थ। यसले चाहिँ के गर्छ भने हाम्रो आफ्नो बडीलाई एकदम क्लिन राख्ने तरिका बताउँछ र हाम्रो स्वास्थ्यलाई एकदम सुधार्ने कोसिस गर्छ। इट इन्भल्भ्स रुटिन ह्याबिट द्याट प्रिभेन्ट इलनेस, रिड्युस द स्प्रेड डिजिज एन्ड इम्प्रुभ ओभरअल वेलबिङ। यसले चाहिँ के गर्छ भने यो पर्सनल हाइजिनले चाहिँ के गर्छ भने हाम्रो डेली लाइफमा जुन पनि हामी कार्यहरू गर्दैछौँ, जुन पनि कामहरू गर्दैछौँ, त्यो अनुसार चाहिँ हामीले कस्तो सरसफाइ राख्नुपर्छ, त्यसले गर्दा हाम्रो विभिन्न प्रकारको रोगहरू कसरी निको हुन्छ भन्ने कुरामा जोड दिन्छ। सो पर्सनल हाइजिनको चाहिँ हाम्रो यस्तो रहेछ यसको डेफिनेसन। सो एनी वान्ट टु आस्क भने मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। सो हाम्रो नेक्स्ट टपिक रहेको छ मेन पार्ट अफ पर्सनल हाइजिन। सो मेन मुख्य भागहरू हाम्रो व्यक्तिगत स्वास्थ्यको लागि है। सो फर्स्टमा सरसफाइको लागि फर्स्टमा रहेछ बाथिङ। बाथिङ भनेको नुहाउने। हामीले डेली नुहायो भने हामीले अब बिहान उठेर नुहाएर अब स्कुल गयो भने कस्तो हाम्रो दिनभरिको कामहरू कस्तो हुन्छ त एकदम रमाइलो हुन्छ है।
साथीहरूसँग बोल्न एकदम मन लाग्छ, कुनै टिचरले कुनै कुरा पढाउँदैछ भने एकदम दिमागमा जान्छ। सो हामीले बिहान बिहान नुहायो, अब डेली नुहायो भने हाम्रो छुट्टै रोग हुन्छ। बट हामीले अल्छी गऱ्यौँ, नुहाएन भने सो के हुन्छ त त्यसको अनुसार? त्यो अनुसार हामीले सधैँ नुहाउनुपर्छ। यो यसको पर्सनल हाइजिनको पर्सनल हाइजिनको मेन पार्ट्समा पर्छ। सेकेन्ड रहेछ ह्यान्ड वास। अब हामीले कुनै पनि चिज खान्छौँ, खाना होस् या मिल होस्, डिनर होस्, ब्रेकफास्ट होस्, त्यति खाइसकेपछि हामीले ह्यान्ड वास गऱ्यो भने हामी जुन जति पनि डिजिजहरू हुन्छ त्यो त्यति बेलै मर्छ। बट हामीले धोएनौँ भने, अल्छी गऱ्यो भने पछि हामीलाई नै असर गर्छ। थर्डमा रहेछ हेयर केयर। सो हेयर केयर पनि हामीले गर्नुपर्छ, समयअनुसार कपाल पनि काट्नुपर्छ, यस्तो कुराहरूमा ध्यान दिनुपर्छ है। ल फोर्थमा कुरा रहेछ क्लोथ केयर। क्लोथ केयर भनेको चाहिँ अब हामीले सफा कपडा लगायो भने अब हाम्रो जिउमा पनि नराम्रो किटाहरू आउँदैन, डिजिजहरू लाग्दैन। बट हामीले फोहोर कपडा लगाएर दिनकै एउटा कपडा लगाएर गयो भने चाहिँ एकदम डिजिज लाग्न सक्छ। सो हामीले यो यस्तो कुराहरूमा चाहिँ एकदम ध्यान दिनुपर्छ, किन यो मेन पार्ट्स हो पर्सनल हाइजिनको। हामीले यति कुरा, यो 4वटा कुरामा ध्यान दियो भने अब हाम्रो दैनिक लाइफ एकदम डेली लाइफ एकदम चेन्जेबल भइहाल्छ कि। सो तपाईँहरूले यो कुरा ध्यान दिनुपर्छ। सो हामी अब थर्ड टपिकतिर बढौँ। हाम्रो थर्ड टपिकमा रहेछ यसको बेनिफिट, पर्सनल हाइजिनको बेनिफिट। हामीले चाहिँ व्यक्तिगत सरसफाइ गऱ्यो भने चाहिँ के कुरामा हामीलाई फाइदा हुन्छ त? सो यसले चाहिँ फर्स्ट पोइन्टमा रहेछ हाम्रो प्रिभेन्ट डिजिज। यसले चाहिँ हाम्रो रोगहरूलाई निको पार्न सक्छ। सो हामीले कति दिनसम्म, धेरै दिनसम्म ननुहायो भने, धेरै दिनसम्म नङ काटेनौँ भने कस्तो रोगहरू आउन सक्छ। सो हामीले डेली दैनिक सरसफाइ गऱ्यो भने चाहिँ हाम्रो जति पनि रोगहरू लागेको छ 90% जति के अरे यसैको कारण हाम्रो ठिक हुन सक्छ। सेकेन्डमा रहेछ प्रमोट फिजिकल एन्ड मेन्टल हेल्थ। सो जो मान्छेले व्यक्तिगत सरसफाइ गर्दैन र जो मान्छेले व्यक्तिगत सरसफाइ गर्छ उनीहरूको हाउभाउ लगाव नै छुट्टै हुन्छ। जसले बिहान उठ्ने बित्तिकै नुहाएर हात मुख सुख धोएर है जान्छ स्कुल या कुनै पनि आफ्नो वाकमा जान्छ भने उनीहरूको स्क्रिन हेर्ने भ्यू र गर्ने काम पनि छुट्टै हुन्छ। जसले एकदम नुहाएर जान्छ बिहानै होइन, सब चिटिक्क परेर जान्छ, राम्रो कपडा लगाएर जान्छ, नुहाउँछ, त्यो अनुसार गरेर काम गयो भने उसले या पढ्ने विद्यार्थी हो या काम गर्ने विद्यार्थी, उसको दिन एकदमै राम्रो हुन्छ। किनभने उसले व्यक्तिगत सरसफाइ गरेको छ र जति पनि उसलाई न्युट्रियन चाहिन्छ होइन, फिजिकली र मेन्टली उसले एकदम राम्रो हुन्छ किनभने उसले व्यक्तिगत सरसफाइ गरेको छ। सो थर्डमा रहेछ इन्हान्स सोसल एक्सेप्टेन्स। जो मान्छे एकदम सफा सुग्घर हुन्छ त्यो मानिससँग सबजना अट्र्याक्टेड हुन्छ, त्यो मानिससँग बोलुङ लाग्छ। अब जो फोरी हुन्छ तिनीहरूसँग बोल्न मन लाग्छ त हामीलाई नै, किनभने हामी पनि चाहँदैनौँ कि हामीलाई रोग लागोस्। कोही अब कसैले एकदम एउटै कपडा लगाइरहेछ, मैलो कपडा लगाइरहेछ, त्यो मान्छेसँग तपाईँ बोल्न जानुहुन्छ कि जसले सफा कपडा लगाएर आउँछ होइन, एकदम सफा सुग्घर भएर बोल्छ, ब्रस गरेको हुन्छ, त्यो मान्छेसँग बोल्नुहुन्छ। तपाईँ आफै सोच्नु। सो कति इम्पोर्टेन्ट रहेछ त के अरे व्यक्तिगत सरसफाइ हाम्रो लागि, पर्सनल हाइजिन। सो तपाईँहरूले बुझ्नुहोस् है। र अब हामी फोर्थ टपिकमा जान्छौँ। सो हाम्रो थर्ड टपिकमा चाहिँ यसको डिसएडभान्टेज। सो हामीले चाहिँ होइन पर्सनल हाइजिन व्यक्तिगत सरसफाइ अपनाएनौँ भने के हुनसक्छ त? फर्स्टमा रहेको चाहिँ हाम्रो छ फिजिकल प्रब्लम। सो फिजिकल प्रब्लम अब पर्सनल हाइजिनमा हामीले डेली नुहाएनौँ भने, आफ्नो कपडाहरू नङ काटेनौँ भने, कपाल राम्रोसँग केयर गरेनौँ भने, क्लोथिङको केयर गरेनौँ भने के हुन्छ? हामीलाई एकदम गाह्रो हुन्छ पर्सनल फिजिकल प्रब्लम। सो हाम्रो के हुन्छ धेरै कपाल बढ्यो भने होइन, कपाल बढ्यो भने राम्रोसँग कपालको केयर गरेन भने, तेल लगाएन भने के हुन्छ त? कपाल सब फुइलिएर जान्छ, उडेर जान्छ तपाईँको। त्यसपछि अब नुहाएनौँ भने हाम्रो जिउ एकदमै गनाउँछ है, एकदम विक फिल हुन्छ, विभिन्न प्रकारको डिजिज, इन्फेक्सन, स्किन इन्फेक्सनहरू हुनसक्छ। पर्सनल प्रब्लम, फिजिकल प्रब्लम हुन्छ। सेकेन्डमा रहेछ हाम्रो मेन्टल प्रब्लम। अगर हामीले सफा सुग्घर भएर हिँडेनौँ भने होइन, विभिन्न प्रकारको नराम्रो सोचहरू आउन सक्छ, मेन्टली एकदम प्रब्लम हुन्छ, तपाईँलाई पढ्न पनि मन लाग्दैन, कुनै पनि काम गर्न मन लाग्दैन। सो हामीले पर्सनल हाइजिन व्यक्तिगत सरसफाइ गरेनौँ भने चाहिँ यस्तो प्रब्लमहरू आउन सक्छ। र थर्ड रहेछ सोसल प्रब्लम। सोसल प्रब्लम भनेको चाहिँ अब सामाजिक प्रब्लम। जस्तै समाजमा तपाईँहरू बस्नुहुन्छ भने, अब सबैजना बस्छ समाजमा बस्नु त होइन, समाजमा बसिराख्नु भएको छ भने तपाईँ एकदम सफा सुग्घर भएन भने पर्सनल हाइजिन
पर्सनल हाइजिन फलो गरेन भने हामीले अरू मानिसहरूसँग इन्टरेक्ट गर्न सक्दैनौँ, बोल्न आफ्नो मन भावहरू व्यक्त गर्न सक्दैनौँ। किनभने सबै मानिस चाहन्छ कि होइन मभन्दा राम्रो मानिसहरूसँग घुलमिल गर्न सक्छौँ, वा कोही जडियाहरूसँग गएर बस्छ त मान्छेहरू नाइ बस्दैन नि त। सो हामीले चाहिँ एकदम पर्सनल हाइजिनको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ लाइफमा भन्ने कुरा सम्झेर हामीले चाहिँ पर्सनल हाइजिन फलो गरौँ। सो हाम्रो यो लास्ट टपिक थियो। सो तपाईँहरूलाई अनुरोध छ कि तपाईँहरू पनि व्यक्तिगत सरसफाइमा एकदमै ध्यान दिनु होला, किनभने यो हाम्रो लाइफमा एकदमै चेन्जेबल पार्ट्स हो। यसैको कारण हामीले विभिन्न प्रकारको अब तपाईँको हेल्थ ठिक छैन भने तपाईँले कुनै पनि काम गर्न सक्दैन। अब काम हुँदैन भने तपाईँले खानको लागि समस्या हुन्छ। अब खानको लागि समस्या भयो भने तपाईँ यो समाजमा यो अर्थमा बाँच्न सक्नुहुँदैन। सो आजको लागि यतिकै। पक्कै नै तपाईँहरूले यो भिडियोबाट केही कुरा सिक्नुभयो भन्ने आशा राख्दछु। हस् त, आजको लागि यतिकै। धन्यवाद।